र साथीभाइ आज भने चाहिँ म मेरो गाउँमा दसैँको टिका त थिएन र पनि गाउँ घरमा आएको थिएँ र आउने क्रममा चाहिँ यहाँ हाम्रो छिमेकीमा हुनुहुन्छ एकजना मादल बनाउने मामा। तपाईँलाई यादै छ सधैँ पनि भिडियो आउँछ र यो चाडबाडको अब मुखमा अब तिहार आउन आँट्यो, मादलको डिमान्ड एकदमै हाई हुन्छ। र तपाईँहरूलाई एउटा छोटो इन्फर्मेसन कि यहाँ चाहिँ एकदमै तीव्र गतिमा मादल बनिएकै छ र तपाईँहरूलाई यहाँ एकदम स्वागत छ यो साउली गाउँमा। र पुरानो तपाईँहरूलाई एड्रेस पनि थाहा छँदैछ है। र तपाईँलाई कस्तो कस्तो मादल बनिन्छ यहाँ तपाईँलाई म देखाउने छु। अब यो चाहिँ भर्खरै बनिएको होइन मामा? हजुर। एकताल सुनिदिउ न, यसको धुन खतरा छ होला है। यतिको मादलले चाहिँ देउसी चाहिँ फाँड्छ है साथीभाइ हो। तपाईँहरू आउनुभयो भने चाहिँ एकदमै यहाँ अहिले यहाँ मामा एकदम बनाउने मान्छे नै बजाउने मान्छे पनि हो, थकडा मान्छे हुनुहुन्छ यहाँ। र सधैँ जस्तै यहाँ मामासँग छोटो एक दुईवटा बातचित हुन्छ हाम्रो। र अहिले पुरा डिमान्ड त पुरै छ तपाईँकोमा? डिमान्ड हजुर अलिअलि छ हो। सारा सिक्किमबाटै मात्रै नभएर हजुर दार्जिलिङहरूतिरबाट पनि आउँदैछ है? आउँदैछ। भुटानबाट पनि मलाई फोन आएको थियो पहिला। हजुर एक जलढाकाहरूबाट पनि आउँछ। पुरै यहाँ त भनेपछि इन्टरनेसनल खेलाडी हो उहाँ पनि अहिले चाहिँ मादलको विषयमा चाहिँ। र योपालि दसैँ तिहारको लागि तपाईँको पुरा छ होला प्रिपरेसन मादलको? हुँदैछ हजुर। ढुङ्ग्रो चाहिँ मेरो आउँदैछ हो। आउँदैछ है? हजुर। यो अब दसैँ पछाडि आइहाल्छ। हजुर। त्यसपछि चाहिँ अब औँसीको लागि चाहिँ म एकदमै रेडी नै तयारीमा हुनुहुन्छ? तयारीमै छु। योपालिको सानो भनेको रेट र ठुलोको कहाँदेखि कहाँसम्मको रेन्जको चाहिँ बनिन्छ तपाईँकोमा? मेरोमा चाहिँ समयअनुसार बढ्दैछ, पहिलाको दामले त भएन हजुर होइन? सुनिदिउ न त्यो पनि। तपाईँको 3500देखि स्टार्ट छ। हजुर। सबैभन्दा सानो लिएर गएको 10,000सम्म पर्यो। 10,000सम्म। यो चाहिँ यसकै स्याम्पलमा हो भने सपोज यसलाई चाहिँ कति पर्यो? यसको 6,000हरू परिहाल्छ। 6,000 है? हजुर हजुर। ओके। भनेपछि तपाईँकोमा अहिले काठ चाहिँ के को काठ चलाउनु हुँदैछ? म चाहिँ खमारी लाम्पाते नै चलाउँछु। खमारी लाम्पाते? हजुर हजुर। ए भनेपछि अनि तपाईँकोमा अब नयाँ त बनिन्छ होइन? जिरोदेखि पनि तपाईँकोमा कम्प्लिट भइहाल्छ। पुरानोहरूको पनि के छ मामा अहिलेको यो रेटमा के छ? यो ताल लगाउने भाउहरू कस्तो छ त्यो पनि भनिदिनुहोस् न यसकै विषयमा। यो तपाईँको एकपट्टि तालको अहिले मैले लिँदै गरेको चाहिँ हजुर। एकपट्टि तालको 1400 लिँदैछु। 1400 ताल अनि खरी गरेर। ताल अनि खरी? हजुर हजुर। ताना बेगर? हजुर ताना बेगर। हजुर। अनि यतापट्टिको पनि सेम हो। सेम हो? अनि 14 दुना 28 तानाको 500 गर्दा 3200? 3200 हजुर। कटाकुटुक गरेर ठुल्ठुलो साइजमा छ भने 3500हरू परिहाल्छ। मेरो भिडियो हेरेर आएको भन्दाखेरि 3,000सम्म? हजुर हजुर। त्यो अघिको 32को भनेको 3,000, हजुर 35 भनेको 3200सम्म। मिलिहाल्छ। ओके। ल साथी हो, पिके भ्लगको नाम लिइसक्दाखेरि चाहिँ धेरै होइन 10% डिस्काउन्ट रहेछ। तपाईँहरू आउनुहोस्, एकदम स्वागत छ तपाईँहरूलाई हाम्रो गाउँमा है। अगाडि यहाँबाट धेरै यहाँ डिमान्ड भएको हो, यहाँबाट धेरै पठाएको हो यहाँबाट मादल। र तपाईँहरूले पनि यहाँ कमेन्ट राख्न सक्नुहुन्छ कि यहाँको चाहिँ रेटिङ दिनु सक्नुहुन्छ, यहाँको चाहिँ कस्तो हुन्छ प्रोडक्ट भनेर तपाईँले रेट यहाँको कमेन्टमा राख्न सक्नुहुन्छ। र कमेन्टको आधारमा नयाँहरूले पनि हेर्नु सक्नुहुन्छ, यहाँको तपाईँले डिमान्ड गर्नु सक्नुहुन्छ। अब चाडबाड हो, यति बेला हामीलाई देउसी खेल्नको लागि एकदमै डिमान्ड पुरा हुन्छ मादलको र फोन पुरा आउँछ है अब। र म तपाईँलाई यहाँ नम्बर दिएको छु, यसको टोटल डिटेल्स तपाईँलाई म यो नम्बरमा तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ भन्दै आजको यो छोटो भिडियोलाई यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद।